हामी चाहिँ बिदा भएपछि टक्क बुढाबुढी भएर बाइक चढेर हेलमेट लगाएर दुईजनाले होइन टक्क हिँड्छौँ क्या कहिले कहिले होइन यसो जाडो नहुँदाखेरि। आज चाहिँ हामी छनान के अरे आसानमा भएको उनेङ नामुखेलमा जान खोज्दैछौँ। टक्क हामी यहाँ घरदेखि सर निक्लेर हाम्रो घर वरिपरिको बाटो हो यो देहात एरिया जस्तो छ होइन। हामी घरबाट टक्क निक्लेर हिँड्यौँ। बुढी खुसी छन् होइन, म पनि खुसी नै छु। होस् पहिलोचोटि जानु लाग्यो हामी त्यहाँ। अलि अगाडि जाँदाखेरि रेड लाइटमा टक्क पर्यो कि हामी एकछिन रेड लाइट टक्क बत्ती खुलेपछि सर हिँड्यो। अनि सर जाँदै 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 अब हामी आसान एरियामा त लागिसक्यौँ। छनान कटेर आसान एरियामा लागिसक्यौँ होइन। भिडभाड त्यस्तै हो। आइतबारको दिन टक्क अर्को जङ्सनमा पुग्यो हामी होइन। यहाँदेखि अब यहाँ सर अगाडि जानुपर्छ। फेरि हामी रेड लाइटमा एकैछिन घुम्यो। त्यसपछि अब यस्तो दामी हुन्छ कि यहाँहरू बाटो भनेको यस्तो वरिपरि यस्तो दामी के बाटोहरूमा टक्क होइन रुखहरू लगाएको छ, फुलको रुखहरू सर्लक्क होइन कम्पनीहरू छ। यस्तो दामी बनाएर यस्तो व्यवस्थित तरिकाले राखेको छ कि बाटोहरू टक्क होइन। मैले हेरेकै गरौँ जस्तो होइन। विभिन्न किसिमका विभिन्न मौसममा फुल्ने फुलहरू लगाएको छ, बाटोमा फुलहरू लगाएको छ। यस्तो दामी लाग्ने क्या हिँड्दाखेरि, बाटोमा हिँड्दाखेरि हेरिरहँ जस्तो आइरहँ गइरहँ हेरिरहँ जस्तो। हामी पुग्न लागेको छ। अब चाहिँ हामी उनेङ नामुखेलनिर पुग्न लागेको छ। यहाँ चाहिँ लास्टै भिड, एकदमै भिड हुने रहेछ। गाडी पार्किङको समस्या रहेछ, थोरै रहेछ पार्किङभित्र छिर्नै नपाएर हैरान। अब यता कता उनेङ नामका बुढाहरू देखिरहेछन्, प्याले सुन फलेका बुढाहरू। अब हामी त्यहाँ अब भित्र पसिसक्यो। अब चाहिँ पार्किङमा जानु आएको। पार्किङमा राखेर हामी चाहिँ टक्कै यस्तो मजाको उता पारीसम्म 2-3 किलोमिटर टाढासम्म छ। यो चाहिँ टक्क तलतिर खोला बगेको अलि अगाडि चाहिँ अपाटहरू होइन। टक्क माथि चाहिँ सर र पहिले बुलबुलेको टक्क बादल झर्दै थिए। हामी हेर्दै हिँड्यौँ गयो। अनि मलाई चाहिँ एकदम भिडियो बनाउन लास्टै रहस लाग्ने, जान्न चाहिँ नजान्ने, साह्रै रहर गर्ने म चाहिँ। अनि भिडियो बनाइदिनु पठाएर म चाहिँ यताउता गर्दै थिएँ। हेर्दै रमाइलो लागेर जता पनि टेक्न, जता पनि जानु मन लाग्ने, जता पनि बस्नु मन लाग्ने। यता त यति रमाइलो, यति राम्रो सुन्दर ठाउँ है। एकदम मन प्रफुल्लित भएर हामी चाहिँ हिँड्दैछौँ होइन। यहाँनिर टक्क बुटाहरू सर्लक्क बाटोको दुईतिर बुटाहरू लगाइएको छ। बिच बाटोमा हावा चल्दाखेरि त सर र पहेँलो बातहरू होइन मजाले चल्दाखेरि त आनन्द आउने। अनि तलतिर हेऱ्यो टक्क साइक्लिङ गर्ने बाटो, बच्चाहरूलाई खेल्ने ठाउँ होइन। अलि तलतिर हेर्दाखेरि टक्क पानी छ, नदी छ। सन्जु दाइसित पनि भेट भयो हाम्रो त्यहाँनिर एकछिन होइन। बस्थ्यो दाइसँग एकैछिन। म चाहिँ भिडियो बनाउनै व्यस्त। धेरै खुसी लाग्यो, यति राम्रो ठाउँ नजिकै रहेछ। अनि मैले चाहिँ 2टा भिडियो टिकटक पनि बनाएँ। यस्तो रमाइलो भयो कि यो ठाउँमा चाहिँ सबैजना एकचोटि जानुपर्छ भनेर भने मैले चाहिँ सबैजनालाई यही भिडियो मार्फत है गाइज। यस्तो दामी छ कि तपाईँहरू यदि कोरियामा छनान एरियामा छनानको वरिपरि अथवा छनान आउन चाहिँ सम्भव छ भने छनानको नजिकै छ है, आसानमा हो यो ठाउँमा चाहिँ एकचोटि जानुपर्छ। आसान उनेङ नामुखेल भनेर सर्च गर्नुभयो आउँछ है।